हेलो सेवारो नमस्कार सम्पूर्ण युट्युब साथीहरूलाई स्वागत गर्दछु। तपाईको मोबाइलमा पनि 1 मिनेटदेखि मुनिको भिडियो बनाउनु होला। मैले स्क्रिन सेयर गर्दैछु। मैले टिकटक भिडियो यहाँ मैले राखेको छु। मैले टिकटक बनाएको भिडियो सो प्लेयर छ। यो यसरी अन गर्नु होला आफ्नो भिडियो बनाएको भिडियोलाई। यो भिडियो यसरी आफ्नो तपाईको 1 मिनेट भन्दा मुनिको भिडियोलाई कुन चाहिँ राख्न चाहनुहुन्छ, स्क्रिन सेयरमा कुन सेयर गर्नुहुन्छ हो त्यो राख्नु होला। यो भिडियोलाई एकचोटि स्क्रिनशट गर्नु होला। यो भिडियोलाई हैन, एकचोटि यो भिडियोलाई स्क्रिनशट गर्दैछु मैले। यो भिडियो म स्क्रिन कास्ट गर्न लागेको छु। यो सर्ट गरिसकेपछि ब्याक जानुहोस्। ब्याक गइसकेपछि भिडियोलाई अफ गर्नुहोस्। थम्बनेलमा जानुहोस्। यहाँ मैले थम्बनेल राखेको छु। थम्बनेललाई खोल्नुहोस् हैन। यो थम्बनेललाई खोल्नुहोस्, क्रिएट न्यू गर्नुहोस् हैन। तपाई कुन एप डाउनलोड गर्नुभएको छ थम्बनेलको लागि हैन। अब ड्राफ्टमा जान्छु, एल्बममा जान्छु। एल्बममा गएर यो यहाँ भर्खर स्क्रिनशट गरेको छु मैले यो भिडियो। यसलाई थोरै क्रप गरेर ठिक्क साइजको यसरी क्रप गरेर हैन, ठ्याक्कै यहाँ यो थम्बनेलको साइजमा राख्नेछु हैन। ठिक्कको साइजमा राख्नेछु। यतिको बनाइसकेपछि यहाँनिर राखिदिन्छु। यहाँनिर राखिदिसकेपछि यतापट्टि एकापट्टि अलिकति खाली रह्यो, त्यहाँनिर अर्को फोटो राख्नेछु। फेरि जानेछु प्लस आइकनमा हैन। यसरी तपाईले थम्बनेल नबनाइ पनि राख्न सक्नुहुन्छ, तर थम्बनेल राख्नुभयो भने सबसे राम्रो। अर्को भिडियोमा एउटा सिस्टरले, एउटा बहिनीले यो गाई दुहुँदै गरेको फोटो राख्नेछु एकापट्टि। गाई दुहुँदै गरेको फोटो, यो फोटोलाई मैले यति क्रप गरेर ठिक्क साइजमा ओके गर्छु फर्मेट। अनि यहाँनिर मिलाएर यसरी यहाँनिर राख्नेछु। यहाँ राखिसकेपछि ओके गरेर अब लेख्नेछु यहाँ हैन। यसरी के लेख्न चाहनुहुन्छ, आजको लागि के तपाईहरुको टपिक के छ हैन, आजको टाइटल के लेख्न चाहनुहुन्छ हो त्यो टाइटललाई यहाँनिर पनि थम्बनेलमा पनि लेख्नु। कमेडी कपिनिङ लेखे हैन। कमेडी कपिनिङलाई मैले यहाँ साइजहरु हुन्छ, कुन साइजमा कस्तो खालको हैन, यसरी मिलाएर ठुलो सानो हैन कस्तो खालको बनाउनु हुन्छ तपाईहरुको आफ्नो विचार। जति राम्रो थम्बनेल बनाउनुहुन्छ त्यति नै राम्रो हुनेछ हैन। युट्युबमा थम्बनेलमा नै भर पर्छ। जति राम्रो थम्बनेल बनाउनुहुन्छ उति भ्यू पनि आउँछ हैन। जति राम्रो भ्यू पनि आउँछ। म यहाँ यो साइडमा राख्छु। यो साइडमा मिलाएर चट्टै मिलाएर राख्ने हो। यहाँनिर साइज मिलाउने। त्यस पछाडि कमेडी, अब यहाँनिर नेपालीमा नै लेख्छु। नेपालीमा हास्य नाटक प्रतिलिपि गर्दै लेख्छु। प्रतिलिपि गर्दै एड टेक्स्टलाई यहाँनिर झार्छु थोरै साइडमा लगेर। यहाँनिर कलरहरु विभिन्न कलरमा मिलाउन सक्नुहुन्छ। यो
थम्बनेलमा लेख्ने आर्टहरू यतिको बनाउँछु। रातो लेख्यो अनि ब्याकग्राउन्डमा चाहिँ मैले यो ग्रिन थोरै ग्रिन बनाएँ। ग्रिन बनाइसकेपछि हैन ओके गरेँ। अलिक थोरै सानो बनाउँछु, यो मुनतिर झार्छु, अझ यतापट्टि लान्छु, यहाँनिर राख्छु, 3 नम्बरमै राख्छु। ओके, अब फेरि लेख्छु, इङ्ग्लिसमा लेख्छु लाली गुराँस ब्लक लाइभ स्ट्रिम एड टेक्स्ट गरिसकेपछि यहाँनिर अलिक मुनि झार्छु। मुनि झारिसकेपछि यहाँनिर लेख्छु, ब्लूमा लेख्छु, ग्रिनमा झार्छु। ग्रिनमा झारिसकेपछि ग्रिन बनाउँछु। यो चाहिँ मैले थम्बनेल बनाउँदैछु, थम्बनेल हैन, किनभने तपाईँ हाम्रो भिडियोको लागि थम्बनेल बनाउनुको लागि चाहिँ एकदम जरुरी हुन्छ के। जति राम्रो थम्बनेल बनाउन सक्यो उति तपाईको भिडियो भाइरल हुन्छ। यो साइडमा राख्छु, अलिक तल यहाँनिर राखिसकेपछि ओके गर्छु। यहाँ ल्याङ्ग्वेज मिलाउँछु, ल्याङ्ग्वेज मिलायो। 12 नम्बर कुनमा राखौँ, ठिकै छ। 21मा अलि मोटो पारेर राख्छु यो साइडमा, अनि यत्रोले हुन्छ होला, योभन्दा ठुलो अनि उता साइड कट्छ राख्छु। ओके भयो। अब यसलाई तपाईँको यहाँ भिडियो थम्बनेल सेभ गर्नुपर्छ। सेभमा गएर डाउनलोड गर्नु पर्यो। थम्बनेल डाउनलोड भइसक्यो। हामीले थम्बनेल बनाइसक्यौँ। अब ब्याक जान्छु। ब्याक गइसकेपछि फेरि केमा जानुपर्छ, भिडियो सो अथवा तपाईँको ग्यालेरी छ अथवा कुनै भिडियो प्लेयर छ भने त्यही एपमा जानुहोस्। कुनै पनि तपाईँको भिडियो प्लेयर, ग्यालेरी त भिडियो सो जे भए पनि भिडियो भएको ठाउँमा जानुहोस्। त्यस पछाडि कुन भिडियोलाई हो त्यो भिडियोलाई छान्नुहोस्। कुन भिडियोलाई लाइभ स्ट्रिम गर्न चाहनुहुन्छ हैन। मैले यही भिडियोलाई चाहेको छु। यो भिडियोमा त्यो 3 डटमा जानुहोस्। त्यही भिडियो खोलेर 3 डटमा जानुहोस्। त्यस पछाडि यहाँ तल आउनुहोस्। 3 डटमा गएर तल पुछारमा देखिन्छ। तल पुछारमा चाहिँ यहाँनिर हुन्छ हैन। यो तलको हेर्नु। यसरी गर्नुभयो भने सबै अल भिडियो आउँछ हैन। सबै भिडियोहरू बज्दै जानेछ। यहाँ राख्नुभयो भने नेक्स्ट हुन्छ। त्यो भिडियोलाई चलिसकेपछि अर्को भिडियो चलिहाल्छ यसरी। त्यो भिडियो चल्दै थियो, त्यहाँ राख्ने बित्तिकै यहाँ अर्को भिडियो खुल्यो हैन। तर यहाँनिर यो 1 नम्बर दिएर यो घुमिराख्ने 1 नम्बरमा राख्नुहोस्। यही भिडियो रिपिट भइराख्छ। अनि यहाँ माथि टाइमरमा चाहिँ अनिवार्य अफ राख्नु है। टाइमरलाई चाहिँ यहाँ 15 मिनट, 30 मिनट, 45 मिनटमा अफ छ। तर मैले अफ राखेको छु हैन। अफ राखिसकेपछि चाहिँ जति भिडियो पनि चलेकै गर्छ। तल यो 1 नम्बर भन्ने ठाउँमा गरेर एउटा मात्रै हुन्छ। त्यही एउटा भिडियोलाई भएको छ। यहाँ यता छेउमा राख्नुभयो भने चाहिँ तपाईँको भिडियो कट्टेकै गर्न थाल्छ। अर्को नेक्स्ट भिडियो हुन्छ। त्यसैमा यसरी हुन्छ हैन। त्यो 1 नम्बरमा एउटा मात्रै भिडियो गर्ने ठाउँमा राख्नुहोस्। त्यस पछाडि ब्याक जानुहोस्। अब जानुहोस् युट्युबमा। युट्युब खोल्नुहोस्। अनि यहाँनिर तपाईँको मोबाइलमा अनिवार्य यो चाहिँ म्युट राख्नुहोस्। किनकि कुनै पनि तपाईँ लाइभ स्ट्रिम गर्दा
म्यासेज नआओस्, फोन नआओस् हैन, त्यो चाहिँ अनिवार्य म्युट राख्नुपर्छ। त्यो फोन आयो भने तपाईको नेटवर्क जान्छ अथवा तपाईको त्यो भोइसहरु कटिन्छ हैन, अनिवार्य म्युट राख्न जरुरी छ। त्यसपछि युट्युब खोल्नुहोस्। युट्युब खोलिसकेपछि थाहा छ तपाईहरुले कहाँ जानुपर्छ। प्लसमा गयो, प्लसमा गइसकेपछि यहाँनेर आयो, तपाईलाई थाहा छ। लाइभमा जाने, लाइभमा गइसकेपछि पेन्सिल आइकन एडिटमा जाने, अनि फेरि माथि पेन्सिलले नै छुने। त्यसपछि अघि हामीले कहाँ बनाएको थियो थम्बनेल हो, त्यो थम्बनेललाई क्लिक गर्ने। यसरी थम्बनेललाई यहाँ ठुलो देखाउँछ, यसको यस्तो स्क्रेप गरेर सानो बनाउने, अनि ब्याक जाने। अनि गइसकेपछि यहाँ माथि थम्बनेलमा टाइटल के लेख्नु भएको छ त्यही लेख्ने। कमेडी कपिनिङ, कमेडी कपिनिङ टाइटल लेख्ने। अनि थोरै स्पेस दिएर यहाँ डबल स्ल्यास दुईटा धर्का तान्दिने। त्यसपछि फेरि स्पेस लेखेर अर्को के लेखे चाहिँ हामीले हास्य नाटक प्रतिलिपि गर्दै, हास्य नाटक प्रतिलिपि गर्दै। त्यसपछि हामीले अर्को फेरि दुईटा धर्का स्पेस दिएर दुईटा धर्का तानेर स्पेस दुईटा हैन, दुईटा धर्का तानेर फेरि स्पेस दिने। त्यसपछि के लेख्छ हामीले मुनि लाली गुराँस ब्लग लाइभ स्ट्रिम, लाली गुराँस ब्लग लाइभ स्ट्रिम। यसलाई कपी गर्ने, यो टाइटललाई, यो टाइटल जति पनि लेख्नुभयो यसलाई चाहिँ कपी गर्ने, कपी गर्ने। त्यसपछि अलि मुनि जाने, यहाँ अनलिस्टेड छ, यसलाई पब्लिस गर्ने, पब्लिस गरेर माथि फेरि ब्याक जाने। त्यसपछि मुनितिर आउने, मुनि आउने, डिस्क्रिप्सनमा आउने हो, यहाँनिर पेस्ट गर्ने। अघि तपाईले कपी गर्नुभयो, जे कपी गर्नुभयो त्यो चाहिँ यहाँ पेस्ट गर्ने हैन, अनि फेरि पेस्ट गर्ने, डबल पेस्ट गर्ने। गरिसकेपछि माथिल्लोले जस्तोको तस्तै छोड्ने। तलतिरको चाहिँ फेरि अनिवार्य तपाईको त्यो टाइटललाई के लेख्नु भएको छ त्यो टाइटल, त्यसलाई चाहिँ ह्यासट्याग बनाउने। कपी अनि कमेडी कपिनिङलाई ह्यासट्याग बनाए हैन। अनि फेरि पनि यहाँ अर्को के लेखे, दोस्रो हाम्रो के थियो, हास्य नाटक प्रतिलिपि गर्दै। यसलाई पनि नेपालीमा पनि ह्यासट्याग बनाए हैन। त्यसपछि फेरि ह्यासट्याग स्पेस दिएर ह्यासट्याग लाली गुराँस ब्लग लाइभ स्ट्रिम, तीनटा वाक्य लेखेको थियो नि, तीनटा वाक्यको हाम्रो टाइटल थियो। यो तीनटा वाक्यलाई नै तीनटा ह्यासट्याग बनाइयो। अनि फेरि अरु ह्यासट्याग पनि थप्न सक्नुहुन्छ, ह्यासट्याग लाइभ हैन, ह्यासट्याग ह्यासट्याग ट्रेन्डिङ लाइभ, ह्यासट्याग ट्रेन्डिङ लाइभ। यसरी गरिसकेपछि हैन अरु पनि दुई चारवटा ह्यासट्याग पनि थप्न सक्नुहुन्छ। अनि त्यसपछि ब्याक जानुहोस्। ब्याक गइसकेपछि अलि मुनितिर आउनुहोस्, लोकेसन। अब तपाई कता हुनुहुन्छ, नेपालबाट, इन्डियाबाट, कुन देशबाट हुनुहुन्छ त्यो छान्नुहोस्। मैले नेपाल छानिसके। नेपाल छानिसकेपछि मुनितिर आउनुहोस्, स्क्रिन कास्टलाई अन गर्नुहोस्। अनि त्यसपछि तलतिर टाइम सेड्युलमा आउनुहोस्। सेड्युलमा आइसकेपछि तपाईको मोनिटाइज भएको छ भने मुनितिर सेटिङमा चाहिँ यहाँनेर यो मोनिटाइजको सेटिङ चाहिँ अन गर्नु नबिर्सिनु होला। तपाईको मोनिटाइज छ भने हैन, मोनिटाइज नहुँदा पनि अन गर्दा केही फरक पर्दैन। अनि फेरि यो टाइम सेड्युलमा चाहिँ अनिवार्य आउनु होला। यो टाइम सेड्युलमा चाहिँ फेरि छुनु होला, क्लिक गर्नु होला यहाँ
यो टाइम सेड्युललाई क्लिक गर्नुहोस् हैन। यहाँ चाहिँ धेरै झुकिन्छ, म नि कतिचोटि झुकिन्छु। यो आज 10 तारिक हो नि हैन, मन्डे 10 तारिकलाई ओके गर्नुहोस् हैन। त्यस पछाडि बिहान बस्दै हुनुहुन्छ कि बेलुका बस्दै हुनुहुन्छ कि हैन, दिउँसो बस्दै हुनुहुन्छ कुन टाइममा? म बिहान 7 बजे हैन, 8 बजे अथवा कति बजेलाई 7 बजेर 56 मिनेट AM PM यो चाहिँ नझुक्किनु होला। बिहान हो कि बेलुका हो हैन, कुन लाइफ हो तपाईँको? मेरो AM हो, बिहानको लाइफ हो। ल यहाँ तल आएर म ओके गर्छु हैन। ओके गरिसकेपछि के भयो? यसरी बस्छ, नेक्स्ट गर्यो हैन। नेक्स्ट गर्दै जाने हैन, यसरी आउँछ। गो इट गर्ने, गो इट गरिसकेपछि 1 2 1 ओके स्टार्ट नाउ। यो स्टार्ट नाउ गर्ने बित्तिकै तपाईँको फेरि मोबाइलको स्क्रिनमै देखाउँछ। अनि यो लोगो, तपाईँको लोगोलाई जतै सार्दा नि भयो, तपाईँको भिडियो कहाँनिर छेकिँदैन, त्यो जतै राख्नु पनि सक्नुहुन्छ हैन। यो कमेन्टलाई अन अफ गर्न यहाँ छ हैन, तर कमेन्ट चाहिँ अनिवार्य अन राख्नुहोस्। अनि साउन्डलाई यहाँ माइक्रोफोनमा म्युट बनाउन पनि सक्नुहुन्छ, अफ बनाउन पनि सक्नुहुन्छ हैन। अनि फेरि जानु पर्यो भिडियो प्लेयरमा जानु पर्यो, अथवा तपाईँको ग्यालेरीमा भिडियो कहाँ छ त्यहाँ जानु पर्यो। अनि खोल्नुहोस्, तपाईँको भिडियो कुन चाहिँ हो यहाँ छान्नुहोस् हैन। हाम्रो भिडियो कुन थियो? यो बोतल बोकेको भिडियो हैन। यो भिडियोलाई छान्नु पर्यो। यो भिडियोलाई अन राख्नुहोस्, यसरी चलिरहेको छ अब भिडियोलाई। अब हामीले के गर्नुपर्छ? यो माथि भिडियो क्यामेराको छेउमा तपाईँको साउन्डहरू अथवा भिडियो क्वालिटीहरू ठिक्क मिलाएर राख्नुहोस्। त्यस पछाडि यो क्यामेरालाई अफ गर्नुहोस् अनि गो गर्नुहोस्। गो लाइभ गरिसकेपछि यसरी चल्छ। ल मेरो लाइभ यसरी चल्दैछ। ल यो भिडियो अब जति यहाँ कति सेकेन्ड 9 सेकेन्ड भइसक्यो। यसरी तपाईँहरूले जति पनि यसरी नै बसेर कति घन्टा बस्नुहुन्छ? 2 घन्टा 3 घन्टा हैन, 8 घन्टा जति मिनेट बस्न सक्नुहुन्छ उति मिनेट यसरी खुल्ला राखेर छोड्न सक्नुहुन्छ भन्दै आजलाई अब मैले यो भिडियो मैले तपाईँलाई यति सिकाएँ हैन। तपाईँहरूले कतिको सिक्नु भएन भने फेरि पनि रिपिट गरेर हेर्नुहोस् हैन। जतिपल्ट रिपिट गरेर हेर्दा पनि केही हुनेवाला छैन हैन। हेर्नुहोस्, तपाईँले जानुहुन्जेल यो भिडियोलाई हेरेकै गर्नुहोस्, घुमाउँदै हेर्नुहोस् हैन। पुरा हेर्नुहोस् हैन, सुरुदेखि फुल हेर्नुहोस्। तपाईँले जानिहाल्नुहुन्छ मैले कसरी बनाएँ त्यसरी नै बनाउनु होला। थम्बनेलहरू कसरी मिलाएँ त्यसरी नै मिलाउनु होला हैन। थम्बनेल चाहिँ एउटै हुनु भएन हैन, प्रत्येक दिन अब एउटा तपाईँले के कास्ट गर्नुहुन्छ त्यो कास्टहरू राखेर मिलाउनु होला भन्दै आजलाई मेरो भिडियो लामो भइसक्यो होला हैन। तपाईहरुले कस्तो लाग्यो यो मेरो भिडियो? जस्ताको तस्तै राम्रो लागे पनि नराम्रो लागे पनि जस्ताको तस्तै तपाईहरुले कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। आजको यो भिडियोमा हैन, तपाईले यो भिडियो हेरिसकेपछि लाइक, कमेन्ट र शेयर गर्न नबिर्सिनु होला, ताकि तपाईको साथीहरुले पनि यो भिडियो हेरेर यसरी नै लाइभ स्क्रिनकास्ट गर्न पाऊँ, जानुन् हैन। सबैले मिलेर अगाडि बढौं। तपाई पनि युट्युबर बन्नुहोस्, म पनि युट्युबर बन्छु हैन। तपाईको साथी पनि युट्युबर बनोस्, मेरो साथी पनि युट्युबर बनोस् हैन। सबै एक अर्कामा मिलेर अगाडि बढौं भन्छु हैन। तपाईले मेरो भिडियो हेरिदिनुहुन्छ, म तपाईको भिडियो हेर्छु हैन। फुल सपोर्ट गरौँ हैन। तपाईको मोनेटाइज च्यानल छ भने पनि, मनो भएको च्यानल छ भने पनि मलाई कमेन्ट गर्नुहोस्, मेरो भिडियो हेरिदिनुहोस् हैन। म पनि तपाईहरुको भिडियोमा आउने छु। अनि मोनेटाइज मनो भएको च्यानल छ भने चाहिँ एडहरु फुल वाच गरिदिनु होला। त्यो एड आएको हुन्छ त्यसलाई स्किप नगर्नु होला हैन।
फुल वाच गरिदिनु होला हैन। फुल वाच गरिदिनु भने राम्रो सपोर्ट हुन्छ तपाईलाई, तपाईको साथी सबैलाई सपोर्ट हुन्छ। लौ त सम्पूर्ण साथीहरूलाई आजको लागि मेरो भिडियो यही अन्त्य गर्न जान्छु। बाई बाई, अर्को भिडियो।